हेलो एभ्रिवान, अहिले म छु प्युठानको गौमुखी गाउँपालिकाको यो गौमुखी पर्यटकीय क्षेत्रमा। अहिले हाम्रो बसाइ यो गौमुखी सामुदायिक होमस्टेमा भइरहेको छ। ल एउटा समूह चाहिँ अगाडि हिँडिसक्नु भएको छ। म भने पछाडि हिँडिरहेको छु। अब मेरो यात्रा पनि सुरु हुँदैछ गौमुखी क्षेत्रतिरको। गौमुखी यही बाटो ल हाम्रो अबको सिँढी चढाइ यात्रा सुरु हुन लागिरहेको छ। आजको यात्रा हो हाम्रो गौमुखी दर्शनको। अहिले हामी यो गौमुखी गाउँपालिका वडा नम्बर 2 मा रहेको गौमुखी माताको दर्शन गर्न गइरहेका छौँ। यो प्युठान जिल्लाको दोस्रो महत्त्वपूर्ण धार्मिक स्थल हो। अनि यो ठाउँलाई चाहिँ अर्को झिमरुक नदीको उद्गम स्थल भनेर पनि चिनिन्छ। अवस्था चाहिँ ल हाम्रो राकेश सर चाहिँ फाइनल्ली भेट हुनु भएको छ। कहाँको यात्रा हो आजको भनिदिनु त। गौमुखी गाउँपालिकाको वडा नम्बर 2 अर्खाको गौमुखी धार्मिक स्थानमा आज हामी जाँदैछौँ। आज हाम्रो कृषि पशुपक्षी विकास कार्यालयका सम्पूर्ण आदरणीय व्यक्तित्व सदस्यहरू आउनु भएको छ। हाम्रो खेमराज सर, हेलो रमेश सर, हामी यो गौमुखीको अर्खामा रहेको गौमुखी पवित्र धार्मिक स्थलमा जान लागेको छौँ। कहाँदेखि आउनुभयो हजुर चाहिँ? हामी चाहिँ अहिले खलङ्गादेखि हजुर एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठान यो क्यामेराबाट खिचेको फोटो कहाँ जान्छ? यो मैसँग हुन्छ। भाइरल दिस इज द अमेजिङ ल्यान्डस्केप। ल अहिले हामीसँग खिमराज सर हुनुहुन्छ रुकुमदेखि। माताको दर्शन गर्नलाई अब नजिकै आइपुग्यौँ। कस्तो लागिरहेछ त? एकदम रमाइलो हा। हजुर तर हावा चलिरह, हिँड्दाखेरि पनि आनन्द आइरह। ल हामी मन्दिरको प्रवेशद्वारमा आइसकेका छौँ। फोटो खिचौँ।
ल फाइनली वी आर एट गौमुखी ल केवल 10-15 मिनटको सरासर ल सबैजनालाई यो भिडियो मार्फत चाहिँ गौमुखी माताको दर्शन गर्नु होला हाम्रो सरहरू चाहिँ फोटो सेसन गर्दै हुनुहुन्छ गौमुखीको गुफा चाहिँ त्यहाँभित्र छ भने सरहरूको ल हामीले गौमुखीको दर्शन गरेर सकाइसकेका छौँ अहिले अब हामी निस्कने तर्खरमा छौँ यहाँ हाम्रो राकेश सर हुनुहुन्छ हाम्रो खिम सर त्यसै गरी हाम्रो भरत सर हुनुहुन्छ अब अन्तिम फोटो सेसन चल्दैछ त्यसपछि चाहिँ हामी निस्कनेछौँ ल अब हामी चाहिँ फर्कँदैछौँ ओहो चिप्लो रहेछ गौमुखी माता की जय भोल्युम बढाउनु त थोरै शिर निहुराए हात पछि राखी सष्टाङ्ग दण्डवत गरे हे देव देवताको वास जान्छु न म पनि कैलाश हे देव देवताको वास जान्छु न म पनि कैलाश हे देव देवताको वास जान्छु न म पनि कैलाश हे देव देवताको वास जान्छु न म पनि कैलाश हे देव देवताको वास जान्छु न म पनि कैलाश हे कैलाश जान्छु न वृन्दावनमा चञ्चल भयो यो मन हे जान्छु न वृन्दावनमा चञ्चल भयो यो मन हे जान्छु न वृन्दावन ल हामी चाहिँ फर्किँदैछौँ गौमुखीको दर्शन गरेर यो तल चाहिँ झिमरुक नदी बगिरहेको छ यो झिमरुक नदीको उद्गम स्थल मुखीलाई चिनिन्छ यो गौमुखी गाउँपालिका यसै गौमुखीको नामबाट चाहिँ राखिएको छ नि